आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म देशको भन्सार नीति, सीमा क्षेत्रको अवस्था र सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशका विषयमा जुन भ्रम फैलाउन खोजिएको छ त्यसको यथार्थ सत्य उकल्न आएको हुँ। केही सञ्चार माध्यम र पुराना राजनीतिक दलका एजेन्टहरूले बालेन शाहले नयाँ नियम ल्याएर जनतालाई दुःख दियो, सीमामा आतंक मचायो भन्दै भ्रम फैलाइरहेका छन्। म आज देशका सम्पूर्ण नागरिकलाई साक्षी राखेर सोध्न चाहन्छु, यो भारतबाट आउने 100 रुपैयाँ भन्दा बढी मूल्यको सामानमा भन्सार लगाउने नियम बालेन शाहले रातारात कोठामा बसेर बनाएको हो? होइन, यो व्यवस्था तिनै पुराना दलका नेताहरूले बनाएका हुन् जसले हिजो सरकार चलाएका थिए। यो भन्सार ऐन 2081 मा स्पष्ट रूपमा लेखिएर संसदबाट ताली पड्काएर पास भएको पुरानो कानुन हो। कानुन त उनीहरू आफैले बनाए, तर लागू किन गरेनन्? किनभने उनीहरूलाई चुनावमा आफ्नो भोट ब्याङ्क जोगाउनु थियो, उनीहरूलाई सीमापारीका व्यापारी र यताका ठूला तस्करहरूसँगको सेटिङ जोगाउनु थियो। उनीहरूले कानुन किताबको पानामा मात्र सीमित राखे ताकि ठूला तस्करले बाटो पाउन् र राज्यको ढुकुटी रित्तिरहोस्। हामी सरकारमा आउनुको एउटै अर्थ थियो, यो देशमा कानुनको शासन चल्छ, नेता वा तस्करको सेटिङ चल्दैन। पुराना सरकारले बनाएर दराजमा थन्काएका तिनै कानुनहरूलाई हामीले राजस्व चुहावट नियन्त्रण गर्न धुलो टकटक्याएर बाहिर मात्र निकालेका हौं। हामीले सशस्त्र प्रहरी र भन्सार प्रशासनलाई एउटै निर्देशन दियौं, अबदेखि सीमामा अनुहार र राजनीतिक पहुँच हेरेर होइन, संसदले पास गरेको कानुन हेरेर काम गर्नुस्। जब हामीले वर्षौंदेखि सुतेको कानुनलाई कडाइका साथ लागू गर्यौं, वीरगञ्ज, भैरवा, विराटनगरका नेपाली खुद्रा व्यापारीहरू उत्साहित भए। नेपाली बजारहरू वर्षौंपछि सुरक्षित हुन थाले, स्वदेशी उद्योगले सास फेर्न थाले। तर हाम्रो यो राष्ट्रिय हितको निर्णयले पीडा कहाँ भयो? पीडा सीमापारीका भारतीय बजारमा भयो। नेपाल सरकारले आफ्नो देशको पुराना कानुन कार्यान्वयन गर्दा छिमेकी देशका बजारमा हडताल हुन्छ र यहाँका केही एजेन्टहरू अत्तालिन्छन् भने बुझ्नुस्, यो सेटिङको जालो कति गहिरो रहेछ। दाजुभाइ तथा दिदीबहिनीहरू, यो अभियानका बीच हिजो सर्वोच्च अदालतले एउटा अन्तरिम आदेश जारी गरेको छ। अदालतले यो 100 रुपैयाँको भन्सार व्यवस्थालाई तत्कालका लागि रोक्न र पुरानै व्यवस्था कायम राख्न आदेश दिएको छ। म कानुनी राज्यको वकालत गर्ने मान्छे हुँ। हामी अदालतको यो आदेशको पूर्ण सम्मान गर्छौं र आजैका मितिदेखि सीमामा यो व्यवस्थालाई तत्कालका लागि स्थगन गर्छौं। अदालतको आदेश हाम्रा लागि सर्वोपरि छ। तर म स्पष्ट भन्न चाहन्छु, अदालतको आदेशले नियम कार्यान्वयनको प्रक्रियालाई केही समयका लागि रोकेको मात्र हो, भ्रष्टाचार र राजस्व चुहावट विरुद्धको हाम्रो संकल्पलाई रोकेको होइन। हामी सीमा क्षेत्रका नागरिकको दैनिक जीविकोपार्जन र घरायसी प्रयोजनका सामान ल्याउने आम जनताहरूलाई सहज बनाउन सधैँ तयार छौं। तर घरायसी सामानको बहानामा गाडीका गाडी तस्करी गर्ने र देशको ढुकुटी रित्याउने खेललाई अब हामी कुनै पनि हालतमा बिउतिन दिने छैनौं। जसले कानुन बनाए उनीहरू नै आज कानुन कार्यान्वयन हुँदा अत्तालिएका छन्। बालेन शाह केवल एउटा माध्यम हो, वास्तविक शक्ति तपाईँ युवा र सचेत नागरिकहरूको हो। अदालतको आदेशको दायरा भित्रै रहेर पनि हामी राजस्व चुहावट र तस्करी विरुद्धको यो लडाईँ जारी राख्नेछौँ। हामी सुधार्न आएका हौं, डराउन होइन। धन्यवाद। जय नेपाल।